हेलो गाइज वेलकम ब्याक टु माई अनदर ब्लग। आज चाहिँ हामी मासिला हेर्न जाँदैछौँ पर्वतको। अनि हामीसँग हाम्रो लोकल गाइड हुनुहुन्छ हाम्रो प्यारो भाइ डल्लु हैन, डल्ले भाइ छन्। डल्ले भाइले चाहिँ हामीलाई गाइड गर्छ नि गाइज, हो कि नै भन त। ल भाइले चाहिँ हाम्रो प्यारो भाइ। भाइ तिम्रो नाम भनिदेऊ। लोकराज गुरुङ। कति क्लासमा पढ्छौ? 6 मा हो। कुन स्कुलमा हो नि? उहीँको स्कुल के हो? नाम के हो? ओए भाइले त पुरै फुल लोकेसन भनिदियो त। ल ठिक छ। आज चाहिँ हामी मासिला हेर्न जाँदैछौँ गाइज हैन। अब भलिबल पनि खेलेको हेर्न जाँदैछौँ। अब मासिलाको बाटो सोध्दै जाने हो। के कति टाइम लाग्छ थाहा छैन, तर भलिबल चाहिँ त्यही लुम्खु देउरालीमै कम्पिटिसन चलिरहेछ गाउँमा गाइज भलिबलको। त्यही हेर्न जाने हो। मासिला पनि हेर्न जाने प्लानिङ छ। अब के हुन्छ होइन बाटोमा जाँदा जाँदै हेरौँ। ल गाइज लगाइज हामी चाहिँ अब लुङखु पुगिहाल्यो हैन। लुङखु जिरो ट्याक्क। अब यहाँबाट माथिपट्टि देउराली त्यहाँ लुङखुको बस पार्क छ। अनि टक्क लाएर म्याच पनि भइरह। अब म्याच हेर्नुपर्छ है त गाइस। अगाडि बढाउँ सर लाएर। ल गाइज हामी चाहिँ यता बजारमा पुगिसक्यौँ। अब यहाँबाट तल जाने अरे। ल गाइज ल अब हामी चाहिँ अब यहाँ तलतिर लाग्नुपर्छ गाइज। यहाँबाट तल छ अरे। यहाँ हाम्रो लोकल गाइड हुनुहुन्छ हाम्रो प्यारो भाइ सर। जब हामी चाहिँ यहाँबाट तलतिर लाग्छौँ। यहाँबाट तल यो चाहिँ बजार लुङखु बजार। ल गाइज यहाँबाट चाहिँ मेलढुङ्गा मासिला पुग्न चाहिँ यहाँबाट अब धेरै छैन, लगभग 10-15 मिनटमा पुगिन्छ। अनि यो मासिला पुग्नलाई चाहिँ हाम्रो लुङखु बजारबाट तलपट्टि लाग्नुपर्छ है। ल गाइज गाउँमा चाहिँ एउटा फाइदा के छ भन्दाखेरि चाहिँ टक्क यहाँ सुन्तलाको बोट बाटोमा भेटिन्छ। ट्याक्क यो टिप्यो खायो हिँड्यो। बाबु तिम्रो देखाइदेऊ सुन्तला है खोल्टीमा राख्यो हौ भाइ आफै सुन्तला। ल अब हामी लाग्छौँ। जति यो बाटो वहाँबाट हेर्दाखेरि परबाट हेर्दाखेरि जति त्यो ढुङ्गा नजिक देखेको छ नि त्यति छैन के, तर टाढा छ के गाइज। हामी त्यो ढुङ्गा हेर्दै हिँडेछौँ, तर जति नजिक आयो त्यो त्यति टाढा गयो जस्तो लाग्ने के। ल फेरि अब हामी हाम्रो गन्तव्यतिर लम्किँदै है त अगाडि बढ्दैछौँ गाइज। ल गाइज
बाटोमा जाँदा जाँदै एउटै सुन्दर झरना देखिएको छ गाइस। गाइस हामी झरनामा फोटोसोटो खिचेर टक्क भिडियो सिडियो गरेर अगाडि बढ्दैछौँ। गाइस अब चाहिँ हामी आइसकेको छौँ। यहाँ चाहिँ हाम्रो इन्ट्री गेट रहेको छ होइन, प्रवेशद्वार सट्ट लाएर। ल गाइस फाइनली गाइस फाइनली पुग्यो है। अब यहाँबाट फेरि उकालो चढ्नु पर्छ, अलिकति सङ्घर्ष त गर्नै पर्यो। ल प्रवेशद्वारबाटको बाहिरी भ्यूज है त। ल गाइस अब हामी अघि बढौँ है। ल गाइस अलि ठाडो उकालो छ। हाम्रो प्यारो गाइड, लोकल गाइड लोकराज गुरुङ भाइ एकदमै थकित अवस्थामा छन् र हामी पनि अलिअलि थाकेका छौँ है। अब धेरै छैन, देखिसक्नु भयो होला हल्का टुप्पो। फाइनल्ली गाइज 1 घन्टाको सङ्घर्षपछि पुगियो। पहाडमा चढ्दाखेरिको दुःख छुट्टै हुन्छ कि, तर पहाडमा चढिसकेपछि जुन टप अफ द हिल हुन्छ नि, त्यहाँबाटको नजारा हेर्नुको आनन्द भनेको फेरि छुट्टै हो कि। जहिले पनि जिन्दगीमा उकालो लाग्दाखेरि गाह्रो हुन्छ क्या गाइस, तर उकालो लागिसकेपछिको त्यो मिठास भनेको एकदमै रमणीय होइन, बिर्सिन नसक्ने खालको हुन्छ। ओह आइयो ल यहाँबाटको मिठो भ्यूज। अब अगाडि बढौँ है। यही है सबभन्दा ठुलो ढुङ्गा भने पनि, चट्टान भने पनि। ल गाइस अब माथि चढ्दै, गर्मी चाहिँ एकदमै गर्मी छ होइन, सल्लाह लाएर यही है ढुङ्गा, एकदम ठुलो छ यो ढुङ्गा। मन्दिर रहेछ यहाँ, सट्ट लाएर भाइहरू आइपुग्यो मन्दिर। यता मान्छेहरू पनि आउनुभएको छ। ल हिँड बाबु। ल यहाँबाटको भ्यूज सट्ट अगाडि बढौँ है त अब। ल गाइस हामी चाहिँ आइसक्यौँ र यहाँ माथि पनि मन्दिर रहेछ। अनि यहाँभित्र त सुरुङ जस्तो छ त यार, आइज। ल गाइस यहाँ त रहस्यमय चिज रहेछ। आऊ न बाबु आऊ। ए ल गाइस यहाँभित्र ढुङ्गाको भित्र है गाइस, यो चाहिँ एकदमै कताबाट छिर्ने हो। यो सिँढी जस्तो बनाएर छन्, उता निक्लिन्छ होला सायद। म त मोटो छु गाइस, त्यहाँ छिर्दिनँ होला। मोटो भएको फाइदा यहीँ छ कि, यहाँबाट माथि चढ्न पर्ला जस्तो छ। ल गाइस
आइज आइज उहाँबाट चढ्छ त्यहाँबाट त्यसरी नचढ्यो भने चढ यताबाट आइज नि आइज उयो भाइलाई तान मोटे खन र लगाएछ ढुङ्गा ढुङ्गामाथि चढ्दियो है हामी त यहाँ मोबाइल चाहिँ राम्रोसँग छोप्नु पर्छ खस्यो भने गयो फेरि कहाँ खोज्ने हो यहाँ दुलो छ त्यसैले त गाइस ल गाइस हामी चाहिँ अहिले पर्वतको सबभन्दा ठुलो ढुङ्गाको माथिमा छौँ गाइस फाइनली ल यहाँबाटको भ्यू हेर्नु अब सर उता पारी चाहिँ भलिबल म्याच भइरहेछ हल्का हल्का साउन्ड माइकिङ गरेको साउन्ड आइरहेछ यही हो गाइस यहाँबाट लुटियो र खसियो भने मम्मी भन्नु पनि पाइन्न फोटो अब ल हामी चाहिँ अब यस्तो फोटो सेसन है 2-4वटा फोटो हान्नै पर्ने सम्झना तस्बिर बाल छैन कि यहाँ गर्मी भयो त्यही पनि ल बाबु तिमी ख्याल गर है तिमी डल्ले हौ र फेरि गुल्टुङ होला हो लगाइ चाहिँ एकैछिन है त अब हामी सर फोटो खिच्छौँ त्यसपछि चाहिँ हामी फर्किन्छौँ फेरि ल गाइज यहाँबाट चाहिँ सर लाएर भ्युज हेर्नु होइन हामी चाहिँ त्यो अघि देखाएकै ढुङ्गाको माथिपट्टि छौँ यो पुरै सिङ्गलै ढुङ्गा हो अनि हामी चाहिँ माथिपट्टि हौँ सर भ्युज हेर्दै सर लाएर फोटोसोटो खिच्दै भाइहरूसँग अब चाहिँ हामी यहाँ घुमिसक्यौँ अब यहाँ चाहिँ फर्किन्छौँ फर्केपछि चाहिँ अब त्यहाँ भलिबल हेर्नु जान्छौँ होइन त्यसपछि घरतिर फर्किन्छौँ गाइज ल गाइज हामी चाहिँ अब फोटोसोटो खिचेर भ्याइयो सर लाएर अब हामी तर भलिबल खेलेको हेर्नु जान्छौँ बहुत हिँड्नुपर्छ अब आधी घन्टा हिँडिसकेपछि बल्ल अनि आधी घन्टामा चाहिँ हिँड्न छ भोक लाग्न लागिसक्यो अब हामी माथि डाँडामा जाने हो ल गाइज हामी चाहिँ एकदिन हिँड्दा थाकेर बसिरहेछौँ गर्मी छ बिचरा त्यो भाइ एक्लै आउँदैछन् डल्ले छन् वेटी छन् थाके छन् बिचरा हिँड्दा हामी पनि एकछिन बसिरहौँ यहाँ छायामा गाइस बहुत थाकेछ अब सिधै भलिबल खेल्ने ठाउँमा वेलकम हान्छौँ है त हजुरलाई ल बाई अहिले ल गाइज हामी चाहिँ लगभग करिब पुग्यो अघि हामी उताको डाँडा थियौँ अब माथि डाँडामा जाने गाइज अबको 5 मिनटमा पुगिन्छ सो त्यही भेटौँ न है त ल गाइज फाइनल्ली चाहिँ हामी आइयो है गाइज ल भाइहरू पनि छन् अगाडि अगाडि गरिदिएँ ल गाइस फाइनली आयो है आफ्टर लङ टाइम यहाँ चाहिँ भइरहेछ लगभग गाउँको सबै मान्छेहरू आएको छन् हेर्नलाई अघि हामी त्यो डाँडामा थियौँ त्यहाँबाट यसरी यहाँ हेरौँ है त अगाडि गएर ल गाइस अब चाहिँ एकछिनमा हाम्रो प्रोग्राम सुरु हुँदैछ यहाँ चाहिँ सबैजना गाउँका मान्छेहरू आइसक्नुभएको छ यता खानेकुराहरू बेचिराख्नुभएको छ यता हाम्रो युवाहरू त्यहाँ झन्डा बोकेर
वार्ड नम्बर 5 निवासी विक्रम मल्ल युवा विक्रम ल यता सुरु भएपछि देखाउँछु है त मैले सरलाई म्याच चाहिँ सुरु भइसक्यो एकैछिन विवाद भइरहेको थियो अब विवादपछि चाहिँ म्याच सुरु भइसकेको छ गाइस पूर्ण बल झरनालाई 2-0 पूर्ण नम्बर झरनालाई 2-0 हाम्रो यस समावेशी क्लबलाई सहयोग लेखन कार्यमा सहयोग गर्ने पूर्ण नम्बर शिक्षक श्री महेन्द्र माध्यमिक विद्यालयका शिक्षक श्री लेखनाथ अधिकारीज्यू कृपया यो मञ्चमा आएर आसन ग्रहण गरिदिनु हुनुका लागि म अनुरोध गर्दछु ल हाम्रो ल गाइस बेस्ट अफ 3 म्याच चाहिँ होइन हिलेर झर्नाको एक भइसकेको छ अब चाहिँ जसले एक्सेल जित्छ त्यो चाहिँ विनर हुन्छ है त गाइस बीस 22 भइसकेको छ है झर्ना राम्रो जसको फाइदा पहिलोलाई पहिलो 21 झरना विराम गाई असाध्यै प्रतिस्पर्धा भन्छ के भन्छ कसले बाजी मार्ने हो यो हेर्न त बाँकी नै छ 22 र 21 छ जम्मा 1 नम्बरको फरक छ है बराबर हुनको लागि मात्र 1 नम्बरको फरक गाइस जसको फाइदा झरनालाई विराम 23 पहिलो 21 पूर्ण नम्बर विरामलाई विरामको लागि अन्तिम नम्बर 24-21 जसको फाइदा हिरोलाई 22-24 पहिलो 22 झरना Big place. Let's go. आया बल का फाइदा ल गाइस पहिलोलाई 23-24 अन्तिमतिर राम्रो भइरहेको छ हेर्न मजा आइरहेको छ हैन हो कि नै चौबीस बराबर तातेको छ सल्लाह पहिलो 24 झरना राम 24 पूर्ण नम्बर विरामलाई विराम 25 पहिलो 24 गलत जसको फाइदा विरामलाई यसरी भइसक आफ्नो कोर्टमा पर्ने यस खेलबाट विजय प्राप्त गर्न सफल विरामलाई धन्यवाद छ दुवै टिमलाई असाध्यै राम्रो खेल प्रस्तुत भए र अबको कार्यक्रम सञ्चालनको लागि म दिपेश बाबुलाई अनुरोध गर्दछु
ल जाम अब अब चाहिँ हामी घरतिर जान लाग्यो है त कार्यक्रम सञ्चालक ल हिँड ल गाइस रमाइलो भ्यू हेर्दै आजको हाम्रो भलिबल प्रतियोगिता पनि सकिसक्यो र आजको दिनमा हामीलाई सहयोग गर्नुहुने हाम्रो प्यारो भाइ डल्ले भाइलाई चाहिँ धेरै धेरै धन्यवाद दिन चाहन्छु आजको हाम्रो यो प्रोग्रामलाई आजको हाम्रो यो जुन छ नि त आज घुम्ने प्लानिङ थियो त्यो सबै कुरालाई सफल गराउन हामीलाई साथ दिने एउटा हाम्रो डल्लु घर छिमेकको है हुनुहुन्थ्यो उहाँले चाहिँ साथ दिनुभयो त्यसको लागि धेरै धेरै धन्यवाद मोटु भाइ होइन भोलि अब प्लानिङ भयो भने चाहिँ पक्कै जान्छौँ छैन भने चाहिँ जान्नौँ तर सकेसम्म चाहिँ जाने प्लानिङ गर्छौँ होइन मन्दिरतिर जाने प्लानिङ छ लेट्स सी के हुन्छ मोटो भाइ आउँछन् आउँदैनन् भोलि सन्डे अनि स्कुल हुन्छ भाइको त्यही भएर चाहिँ सायद भाइ नहोलान् तर हामी जान्छौँ सो थ्याङ्क यू सो मच गाइज सी यु नेक्स्ट ब्लग है त